भगवानले पनि बेला बेला धेरै परीक्षा लिँदा छन् र त्यसैले गर्दाखेरि हताश निराश नभइकिन आफ्नो गर्ने काम चाहिँ गर्नुपर्छ। के भइस रे बाबु, के भइस रे, के भइस? टाक्लु। सानो लिचुको बोटामा रहेछ अरिङ्गल र यो नानीलाई 3वटा अरिङ्गलले टोकेको थियो। लगे लगे यो नानी मुर्छा गएको थियो। भगवानले पनि बेला बेला धेरै परीक्षा लिँदा छन् र त्यसैले गर्दाखेरि हताश निराश नभइकिन आफ्नो गर्ने काम चाहिँ गर्नुपर्छ हैन। नमस्ते, फेरि एकपल्ट हजुरहरूलाई स्वागत छ। र आज बिहान बिहानै उठेर म सानो काम लिएर साथीसँग भेट्न भनेर आएको थिएँ। एक्चुअली मलाई कहीँ जान थियो र साधन छैन र साधन भन्नको लागि आएको थिएँ र हेरेको त साथी यहाँ काम गरिरहेको रहेछ र हाम्रो चाहिँ धेरै खेतीपाती छैन। हामी किनेर खाने मान्छे है, माटोपारी छैन धेरै। त्यसैले गर्दाखेरि आफ्नो नभए पनि अर्काले खेतीपाती गरेको देख्दाखेरि धेरै रहर लाग्दछ। अर्काको उन्नतिमा जहिले पनि, अर्काको तरक्कीमा जहिले पनि हामी खुसी हुनुपर्दछ होइन भन् त। जलन भएर केही पनि काम छैन, खुसी हुनुपर्दछ। अनि भगवानले पनि हेर्नेछन् त्यस्ता मान्छेलाई। देरी भए पनि, आज नभए पनि, भोलि भए पनि भगवानले पनि बेला बेला धेरै परीक्षा लिँदा छन् र त्यसैले गर्दाखेरि हताश निराश नभइकिन आफ्नो गर्ने काम चाहिँ गर्नुपर्छ होइन। धेरै टेन्सन बोकेर केही पनि काम छैन। अर्काको खोजी निन्दा गर्ने समयमा चाहिँ आफ्नो केही काम गर्नुपर्छ, आफ्नो तरक्की हुन्छ होइन भन्नु त। अर्काको खोजी निन्दा गर्दै गयो भने आफ्नो समय पनि व्यर्थ जान्छ। र मेरो भिडियोमा जहिले पनि म यस्तो खालको कन्टेन्टहरूलाई लिनको लागि प्रयास गर्दछु, कसैको मेहनतलाई देखाउनको लागि प्रयास गर्दछु। र धेरैजनाले कमेन्ट पनि गर्दछन् होइन, घरको सागसब्जीहरू देखाएर ठुलो युट्युबर हुन आएको भन्ने कतिपय कुराहरू भन्दछन् मान्छेहरूले। र धेरैपल्ट मैले भिडियोहरूमा भन्ने गर्दछु होइन। र अहिले चाहिँ म सानो काम लिएर आएको थिएँ। अब निस्किने बेला भयो यहाँबाट र भाइले कति मजाले काम गरिरहेको रहेछ। र खेतीपाती गर्न चाहिँ यति सजिलो काम पनि होइन, धेरै मेहनत गर्नुपर्दछ। त्यसैले आज खेतीहरू नहुनु भने हामीहरूको घर घरमा चामल पुग्दैन, अन्न पुग्दैन। त्यसैले सबै खेतीहरूलाई सम्मान गर्नुपर्दछ हामीले। सके यहाँबाट एक्चुअली बाइक छैन मेरो, त्यही साधन भन्नको लागि आएको थिएँ र फाइनली निस्किसकेँ। यो हाम्रो गाउँको परिवेश यस्तै हो। यतातिर के लगाएका रहेछन्। यो चाहिँ हाम्रै एकजना भाइको घर हो र अगाडितिर मेरो घर छ। म बिहान यो भाइलाई भेट्छु कि भेट्दिनँ भनेर घरमा गएको थिएँ, घरमा भेटिनँ अनि सिधै यहाँ खेतमा आएँ। ओइ भाले, ओइ कति मजाको गाउँले भाले। काम गरेर खाना केहीको लाज छैन, मेहनत गरेर खानुपर्छ, इमान्दारीले खानुपर्छ। ऊ त भाइले के लिएर आउँदैछ? क्या है बेटा, क्या है? दिखाऊ दिखाऊ दिखाऊ। ठिक छ। लो गाउँले सब्जी साना बाबुले के लिएर आउँदैछ? यो तामा रहेछ, यो चाहिँ निग्रो। नाम कहाँ लाग्यो त? मानस कर्मकार। सानो नानीले लिएर आउँछ। कहाँ चाहिँ आउँदैछ? माधेर। र गाउँमा सागसब्जीको भिडियो भन्ने बित्तिकै सागसब्जी पनि देख्न पाइयो, निग्रो। अनि जे छ अर्ग्यानिक छ है, जे छ अर्ग्यानिक छ। के भइस रे बाबु, के भइस रे, के भइस? टाक्लु। ला किन भएको टाक्लु भन्छ? किन भन्छ? नानी टाक्लु भएको रहेछ अनि के भइस भनेर टाक्लु हो। नाम भन्दै, तेरो नाम भन्दै भन्। पापाको नाम भन्। पापाको नाम भन्। पंकज। के? बुबाको नाम भन्। बुबाको नाम पंकज। कहाँ? र तोर नाम कहाँ है के बोल त? कुनाल उराङ। र अस्ति मैले एउटा अरिङ्गलले टोकेर एउटा नानीको अवस्था धेरै सङ्कटजनक छ, धेरै अवस्था खराब भएको छ भनेर भनिरहेको थिएँ नि मैले। भिडियो पोस्ट गरेको थिएँ, सायद तपाईँहरूले देख्नु भएको थियो होला। र यो नानीलाई त्यो दिन लगभगै 41 डिग्री सेल्सियस थियो गर्मी र सानो लिचुको बोटामा रहेछ अरिङ्गल र यो नानीलाई 3वटा अरिङ्गलले टोकेको थियो। लगे लगे यो नानी मुर्छा गएको थियो, एकदम माने सिरियस कन्डिसनमा पुगेको। 3वटा अरिङ्गलले टाउकोमा टोकेको थियो र ठुलो मान्छे भए त अब बेहुस भएर लड्ने थियो, के हुन्थ्यो होला। बिचरा नानीको क्यापासिटी कस्तो हुँदो रहेछ हेर्नुहोस् त। डक्टरका लग्यो र अहिले चाहिँ राम्रोसँगले खेलकुद गरिरहेको छ, हेर्न सक्नुहुन्छ। तोर बाबा के नाम कहाँ है के? तोर बा के नाम कहाँ है के? सुभाष।
आइस चाहिँ उर्को जङ्गलमा जाबे म सोध्दैछु नि त भन्दैछु जङ्गलमा आजदेखि जान्छस् भन्दा अहिले टाउको हलाउँदैछ जान्न भनेर र केटाकेटीको दिमाग त्यस्तै हो नि होइन र अस्ति पनि मैले एउटा नानी केटाकेटीको भिडियो बनाएको थिएँ तपाईँले देख्नुभयो होला होइन र नानी केटाकेटी बुझ्दैनन् त्यस्तै हो घरकाले गाइड गरे पनि ल